दर्शकबिन नमस्कार। मृतक गायक तथा सङ्गीतकार विक्रम राईको हत्या भएको खुलासा। हो दर्शकबिन, हृदयघातका कारण 2081 फागुन 17 गते निधन भएको भनेको राईको हृदयघात नभइकन आत्महत्या भएको उनको दाइ बताउँछन्। हो दर्शकबिन, मृतक विक्रम राईका दाइका भनाइअनुसार घटना निकै शङ्कात्मक देखिन्छ। मृतक विक्रम राईका दाइ फेसबुकमा लेख्छन्, मेरो भाइको मृत्यु हृदयघातका कारण भएको होइन, उसको केही युवा मिलेर हत्या गरिएको छ। प्रमाण हामीसँग प्रशस्त छ, सिसिटिभी फुटेजहरू सबै छ, तर हामीले सबै पुलिसलाई बुझाउँदाखेरि पनि पुलिसले लिन मानिरहेको छैन र उसको मृत्युको कारण हस्पिटलबाट नि पोस्टमार्टमले केही पनि बताएको छैन, हृदयघात या कुनै कारणले। उनी भन्छन् हामीसँग सबै प्रमाण हुँदाहुँदै पनि किन पुलिसले उजुरी लिन मानेन र पोस्टमार्टमको रिपोर्ट अहिलेसम्म हस्पिटलले हामीलाई किन दिइरहेको छैन। यसो गर्दाखेरि हामीले झन् अझै शङ्का गर्ने बाटो भेटेका छौँ। दर्शकबिन, एउटा पीडितले मसँग सबै प्रमाण छ भन्दा पनि नेपाल प्रहरी के हेरेर बसिरहेको छ, उसले किन उजुरी लिन मानिरहेको छैन? तपाईँलाई के लाग्छ? कतै विक्रम राईको हत्यामा ठुलै गिराको त हात छैन। तपाईँलाई के लाग्छ, उसको मृत्यु हृदयघातकै कारण भएको या कसैले हत्या गरेको? उसको आत्माको चिर शान्तिको लागि